यी पात्रको नाम हो सुनिल। यिनी कक्षा 4 मा अध्ययनरत छन्। यिनी मोबाइलको कुलतमा यतिसम्म फसिसकेका छन् कि यिनीले आफ्नो पढाइलाई ठिकसँग अगाडि बढाउन सकिरहेका छैनन्। बोल्दैन त पढ्न बाबु पढ कति मोबाइल मात्रै खेलाइराको। 5 मिनेटबाट के गेम सिक्लिरहेछ हैन यो बाबुलाई के गर्ने होला? तिमी त जहिले पनि मोबाइलमा मात्रै झुन्डिरहन्छौ के बाबु। अब म त सिधै बाबुसँग भनिदिन्छु। अतेरीको बाबु भनायो। उनी मोबाइलको लतमा यतिसम्म फसिसकेका छन् कि आफ्नो बुबाको फोन आउँदा पनि उनीले फोन उठाउन डराइराखेका छन्। सुनिलको बाबा म के गरौँ? सुनिलले पढ्ने मनै गर्दैन, खाली मोबाइल मात्रै हेर्छ, त्यो गेम मात्रै खेल्छ। म के गरौँ? म त हुक्कै भइसक्यो। अब के गरौँ आफै भन्नु त्यही। को श्रीमानले बच्चालाई माया गर्दै सम्झाउन सल्लाह दिए। ए ल ल हुन्छ त्यसै गर्छु। जति भने नि मान्ने हैन हुन्छ। स्कुलमा सुनिलको हरकत। ल विद्यार्थी भाइ बहिनीहरू, आज हामीले के विषय पढ्दैछौँ भने आजको महत्त्वपूर्ण विषय रहेको छ। त्यो विषय हो मोबाइलको माया। सुनिल कक्षा कोठामा निदाइरहेको छ। सुनिल, ए सुनिल, तिमी किन निदाइरहेको? अनि होमवर्क खै त हिजोको होमवर्क गरेन? अनि आँखा पनि रातो रातो छ त पुरै, के भएर? मोबाइल चाहिन्छ बाबु, तर समय मिलाउनु पर्छ। मोबाइलले मानिसको स्थितिमा कति हानि पुर्याउँछ त्यो तिमीलाई थाहा छ नि बाबु। त्यसैले त तिम्रो आँखा रातो रातो भएको छ। तपाईँ चाहिँ मोबाइल चलाउँदा समय मिलाएर चलाऊ है। चौतारीमा अग्रज शिक्षक अभिभावकको भेला। हामीले बत्ती बाल्न झोरो बालिन पढ्यौँ। सबैले बुझ्नुपर्ने कुरा के हो भने मोबाइल एउटा प्रविधि हो, तर यसलाई स्वास्थ्य परिवारभन्दा माथि नराख्नु। यहाँ आएर पनि धेरै कुरा सिक्यो। हुन पनि हाम्रो सुनिल कस्तो बिग्रेको छ, खाली मोबाइल मात्रै झुन्डिन्छ। अब त म सुनिललाई मात्रै 1 घन्टा मात्रै हेर बाबु भनेर मायाले सम्झाउँछु, अनि मायाले पढ भन्छु, अनि त्यस्तै गर्छ सुनिलले। अब त त्यस्तै गर्नु पर्ला। मम्मी म अबदेखि मोबाइल हेर्दिन, कहिले कसो मात्रै हेर्छु, धेरै पढ्छु। सेबास बाबु, यस्तै पढ्नु पर्छ। मेरो छोराले ज्ञानी भएर पढ्ने। बाबुको फोन आयो, बाबु तिमी पढ्दै गर, म बाबासँग कुरा गर्छु है। मम्मी म फोन गर्ने। किन गर त्यसमा त खुसीको कुरा हो नि। हेलो बाबा, बाबा म अबदेखि राम्रोसँग पढ्छु, मोबाइल धेरै हेर्दिन, धेरै पढ्छु। अब त हाम्रो परिवारमा पनि धेरै खुसी आउने भयो। जो छोरा पनि सुन्दैछ, खुसी लाग्यो। हजुर हजुर सुन्दैछ क्या चाहिँ तिमी त पार्नु पर्दैन, आफ्नो केयर गर्नु हुन्छ। अहिलेलाई राखेँ। हामीले मोबाइललाई प्रयोग गरौँ र मोबाइलले हामीलाई प्रयोग नगरोस्। त्यसैले हाम्रो छोराछोरीहरूको भविष्य कुन दिशातिर जाँदैछ भनेर हामी अभिभावकहरूले जान्नु पर्दछ।